है यसले नि दाइनेहरूले खाइछ त ओइ है दाइनेलाई खान्छ भने हातले कहिले नखाने भयो भएर हातले खाने खाएन आपो खान्छु खाना खाना खुर्सानी पनि अर्को पनि लियो दाल पनि लाग्यो हेलो साथीहरु नमस्ते अनि वेलकम छ हजुर सबैजनालाई आजको हाम्रो न्यू भिडियोमा साथीहरु आज चाहिँ हामी मुकबाङ गर्न गइरहेको छौं है अर्गानिक चीज लिएर अर्गानिक खाना लिएर चाहिँ आइसकेको छ हामी दिदीबहिनी यहाँ चाहिँ मकैको ढिँडो रहेको छ हैन मकैको ढिँडो र अनि त्यहाँपछि सिस्नो रहेको छ अनि यहाँ डल्ले खुर्सानी दुईटा छ अझै अर्को खुर्सानी पनि छ यहाँ है खुर्सानी पनि रहेको छ यहाँ सिस्नो थप गरेर खानको लागि अनि सिस्नो रहेको छ यता चाहिँ मैले अब बहिनीले चाहिँ खादैन यो चाहिँ मेरो लागि हो रहेको छ यता पानी रहेको छ ल हामी आज खान जाँदै छौं साथीहरु ल खाऊ है सुरु गरौँ है ल आइबो बस भाइ साथीहरु ओहो मिठो है यसले नि दाइनेहरूले खाइछ त ओइ है दाइनेलाई खान्छ भने हातले कहिले नखाने भयो भएर हातले खाने खाएन आपो अब चम्चा मिलेन धेरै अनि हातले अब चामल भात दिन्छु ओइ म त सिस्नो हालेर खान्छु है हेर्नु होला सिस्नो कोमल लटट त परेको त्यो राम्रो सिस्नो ल सिस्नो खाम है खान्छु खाना खुर्सानी पनि अर्को पनि लियो करा रहेछ ओइ यस्तो मिठो हुन्छ नि सिस्नो साथीहरु कसैलाई मन पर्छ कमेन्ट हाल्नु है सिस्नो हालौँ न पुग्ने गरी हालौँ न साथीलाई पुग्छ पुगेन भने खाम है यसलाई चाहिँ
खाना दाल पनि लाग्यो मैले 3टा खुर्सानी खाइसक्यो कति खायो सानो डल्लो हो त पिरो रहेछ खाना छ है सिस्नो राखेर खानु सिस्नो सिस्नो राखेर खान्छ हैन सिस्नो राखेर खानु सिस्नो कति राख्नु हो मलाई यति थोरै पुग पैसा नि खाना थप्ने पुग्छ म त यति थपेर खान्छु है यो थप्पो खाना हुँदैछ चापत्ती हो दिदी मेरो झ्याइ भयो हौ डल्ले खुर्सानी 3टा खाउँदा चाटी खायो हात पनि भाइ यसरी चाटी खाने हो म फेरि खानामा छिटो छु के त्यो खाएर नि यस्तो मिठो छ कि सिस्नो होइन आजभोलि सिस्नो धेरै मिठो हुन्छ किनभने पानी धेरै पर्दैन नि त आजभोलि एकदम मिठो छ मासु पनि खाइदियो यो चाटिएर ल मैले 3टा डल्लो खुर्सानी खाएँ यसले कतिवटा खायो खोइ धेरै मिठो भयो ल साथीहरु हामीले चाहिँ हात चाटी हैन सिस्नो र ढेँडो मकैको ढेँडो है खायो अनि आजभोलि चाहिँ लास्टै गर्मी छ नि त यतिखेर मकैको ढेँडो चाहिँ धेरै राम्रो हो सिस्नो मकै ढेँडो एकदम मिठो भयो खाइयो सक्यो हजुरहरुले कस्तो लाग्यो आजको भिडियो साथीहरुले जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला हाम्रो भिडियोले माया गरिदिनु होला फुल वाच गरिदिनु होला भन्न चाहे फेरि नेक्स्ट भिडियोहरु पनि फेरि यस्तै लिएर आउने नै छु अब साथीहरु नेक्स्ट भिडियोमा भेटौँला अब छुट्टिन्छौं है बाइ बाइ